दृष्टि नमुना। नमस्कार, जय श्री राम, जय श्री हरि, राधे राधे। दैनिक चाहिँ आज पनि राशिफलको दैनिक श्रृङ्खला अन्तर्गतको आजको राशिफलको नयाँ भिडियो सामग्रीका साथमा हजुरहरू समक्ष म उपस्थित भएको छु। आजको दिनमा आफ्ना इष्ट देवी देवताहरू, पितृदेवी देवताहरू, कुल देवी देवताहरू साथै नवग्रहहरूको सकारात्मक प्रभाव यहाँहरूलाई परोस्। आजको दिन सबैको दिन मङ्गलमय बनोस्, शुभ र आनन्दमय बनोस्। हामी शुभकामना, शुभेच्छा साथै प्रार्थना गर्न चाहन्छौँ। हाम्रो यस च्यानलमा हजुरहरू पहिलो पटक आजको राशिफल सुन्दै हुनुहुन्छ भने र सधैँ सुन्न चाहनुहुन्छ भने सब्सक्राइब बटनमा थिची च्यानललाई सब्सक्राइब समेत गर्नुहोला र सँगै आउने घन्टीको चिन्हमा थिची अलमा थिच्नुभयो भने हाम्रो भिडियो सामग्री सबैभन्दा अगाडि यहाँहरूले प्राप्त गर्न सक्नुहुनेछ। हजुरहरूलाई हाम्रो प्रस्तुति कस्तो लाग्यो? यदि भिडियो मन परेमा भिडियोलाई सेयर तथा लाइक गरी हामीलाई हौसला समेत प्रदान गर्न सक्नुहुनेछ। साथै यहाँहरू अहिले कुन स्थानबाट हाम्रो राशिफल श्रवण गर्दै हुनुहुन्छ उक्त कुरा पनि कमेन्ट सेक्सनमा बताउन सक्नुहुनेछ। अब सुरु गरौँ आजको राशिफल। एरिस मेष राशि। मेष राशि हुने व्यक्तिहरूका लागि आजको दिन सानोतिनो यात्रा जुर्ने अथवा कुनै व्यावसायिक यात्रामा ध्यान केन्द्रित हुने दिन रहेको छ। साथै दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानुनी बाधा अडचन बेहोर्नु पर्ने हुनसक्छ। धनमालको सुरक्षाका लागि सतर्कता भने अपनाउने समय रहला। आज घर बाहिर निस्किने काम छ भने आफ्ना बहुमूल्य सामग्रीहरूलाई सुरक्षित राख्नुहोला। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु ठिक हुनेछ। बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठन पाठनमा जुट्दा राम्रो हुनेछ। आजको लागि मेष राशि हुने व्यक्तिहरूको भाग्य बल 45% रहेको छ भने शुभ अङ्क 3 अङ्क, शुभ रङ सेतो र शुभ दिशा उत्तरतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व, यात्रामा निक्लनु अगाडि, कार्यको थालनी गर्नु पूर्व ओम अम अहङ्काराय नमः भन्ने मन्त्रलाई कम्तीमा 10 पटक जप गरी कार्य थालनी गर्दा शुभ हुने देखिन्छ आजको दिन मेष राशि हुने व्यक्तिहरूका लागि। टोरस वृष राशि। वृष राशि हुने व्यक्तिहरूका लागि आजको दिन व्यक्तित्व विकास र भौतिक सुख सुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुन सक्छ। लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ। लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रन सक्छ भने वरिपरि शत्रुको चङ्गुल हुन सक्छ। तर मेहनत र कर्मको सुनिश्चित सफलता भने प्राप्ति हुने समय रहेको छ। आज अरूका कुरामा नभुल्ली आफ्ना क्रियाकलाप गर्नुहोला। लाभमूलक काममा दौडधुप गर्नुपर्दा आपसी समन्वयमा भने कमजोरी देखा पर्न सक्छ। तर अनुराग र वा चतुर्याइका कारणले परिस्थितिलाई सहज बनाउन सकिएला। आजको दिन वृष राशि हुने व्यक्तिहरूको भाग्य बल 75% रहेको छ भने शुभ अङ्क 2 अङ्क, शुभ रङ सेतो उज्यालो र शुभ दिशा पश्चिमतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व, यात्रामा निक्लनु अगाडि ओम धनदाय नमः भन्ने मन्त्रलाई कम्तीमा 21 पटक जप गरी कार्य थालनी गर्दा शुभ फल प्राप्त गर्न सकिने दिन रहन्छ आज वृष राशि हुने व्यक्तिहरूका लागि। जेमिनाई मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूका लागि आजको दिन दाम्पत्य सुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय रहला। एक्लै बस्नुहुन्छ भने घर परिवारमा सम्पर्क राखी भावना साटासाट गरेर को जाति हुनेछ। नयाँ सम्झौता वा करारका माध्यमबाट धन बढाउन सकिनेछ। जग्गा जमिन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तु र सञ्चारका सामग्रीबाट भने लाभ उठाउन सकिएला। आपसी सम्बन्धमा नयाँ मिठास देखा पर्न सक्छ। घर परिवारले आफ्नो समस्या बुझ्ने तथा वृद्ध समय समेत खुसी भएर आशीर्वाद दिने समय रहला। आजको दिन मिथुन राशि हुने व्यक्तिहरूको भाग्य बल 75% रहेको छ भने शुभ अङ्क 1 अङ्क, शुभ रङ गुलाबी सिन्दुरे र शुभ दिशा दक्षिण रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व, यात्रामा निक्लनु अगाडि ओम भूमि नन्दनाय नमः भन्ने मन्त्रलाई कम्तीमा 10 पटक जप गरी कार्यको थालनी गर्दा शुभ फल प्राप्त गर्न सकिने दिन रहन्छ आज मिथुन राशि हुने व्यक्तिहरूका लागि। क्यान्सर कर्कट राशि।
कर्कट राशि हुने व्यक्तिहरूका लागि आजको दिन सपनालाई साकार तुल्याउने दिन रहेको छ। लक्ष्य पहिल्याउन सजिलो हुने तर लक्ष्य पुरा गर्न अलि धेरै मेहनत गर्नु पर्ला। साथै अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तर चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन रहेको छ। कार्य पद्धतिमा सुधार गरी अघि बढेमा भाग्य बल बढाउनुका साथै ठुला बडालाई खुसी तुल्याउन सकिनेछ। कार्यक्षेत्रमा गजबले समय व्यतीत हुनेछ। अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुखीलाई सहयोग गर्नु वा धार्मिक क्षेत्रमा दान गर्नु राम्रो होला। कर्कट राशि हुने व्यक्तिहरूको आजको भाग्यबल 75% रहेको छ भने शुभ अङ्क 9 अङ्क, शुभ रङ पहेँलो सुन्तले र शुभ दिशा पूर्व रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि ओम बृहम बृहस्पति नमः भन्ने मन्त्रलाई कम्तीमा 19 पटक जप गरी कार्य प्रारम्भ गर्दा शुभ हुने देखिन्छ आज कर्कट राशि हुने व्यक्तिहरूका लागि। लियो सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूका लागि आजको दिन मनमा चिन्ता र निराशा बढ्ने दिन रहला। त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुहोला जसले लभमेटको गुनासो बढ्न सक्छ। कार्यक्षेत्रमा सफलता पाउनुका साथै सिप र प्रविधिको प्रयोग गरेमा वर्चस्व कायम गर्ने तथा प्रतिष्ठा र सम्मानमा बढोन्नति हुने दिन रहनेछ आज। लेनदेनका क्रममा दबावमा हुनुहुन्छ भने सम्झौता गर्नु हुँदैन, बरु परिस्थिति विपक्षमा छ भन्ने बुझी पुनर्विचार गर्नुहोला। समय बित्दै जाँदा दैनिकीमा बिस्तारै सुधार आउनेछ। सिंह राशि हुने व्यक्तिहरूको आजको भाग्यबल 15% रहेको छ भने शुभ अङ्क 8 अङ्क, शुभ रङ गुलाबी सिन्दुरे र शुभ दिशा उत्तर रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि ओम हम हनुमते नमः भन्ने मन्त्रलाई कम्तीमा 21 पटक जप गरी कार्य शुभारम्भ गर्दा शुभ फल प्राप्तिको योग बनेको छ आजको दिन सिंह राशि हुने व्यक्तिहरूका लागि। वर्गो कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूका लागि आजको दिन चुनौती र सङ्घर्षका माझमा आफूलाई प्रतिष्ठित तुल्याउन परिस्थिति रहेको छ। तर शारीरिक कमजोरी र मानसिक खिन्नता बढ्नाले लक्ष्यप्रति भ्रमित बन्न सकिएला। आयात निर्यातको काम, विभिन्न वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभल एजेन्सी आदिका व्यवसायीहरूले तर आजको दिन घर परिवारको चाहना अनुसार खर्च वृद्धि हुन्छ। यी व्यवसायहरूका लागि भने उत्तम दिन रहेको छ। हरेक काम धन्दा र व्यापारमा सरलताको अनुभूति हुनेछ। जीवनसाथीलाई फकाएर कुनै काम निकाल्न सकिने प्रयास गर्न सकिएला। कन्या राशिको आजको भाग्यबल 10% रहेको छ भने शुभ अङ्क 7 अङ्क, शुभ रङ रातो र शुभ दिशा पश्चिम रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि ओम कात्यायनी भगवत्यो नमः भन्ने मन्त्रलाई कम्तीमा 11 पटक जप गरी कार्यको थालनी गर्दा शुभ फल प्राप्त गर्न सकिने दिन रहन्छ आजको दिन कन्या राशि हुने व्यक्तिहरूका लागि। लिब्रा तुला राशि। तुला राशि हुने व्यक्तिहरूका लागि आजको दिन अनावश्यक काममा समय खेर फाल्नु हुँदैन। कुनै महत्त्वपूर्ण गरायसी काममा साथी सङ्गतिको सहयोग लिन सकिएला। क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन रहनेछ। गल्ती र कमजोरीहरूलाई माध्यम बनाएर प्रतिद्वन्द्वीहरूले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन सक्छ कि भनी चनाखो रहनुहोला। पार्टनरसँग दूरी बढ्दा मात्र उसको महत्त्व कति छ भन्ने कुराको आभास हुने दिन रहनेछ आजको दिन। स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवनमा केही प्रभाव पार्न सक्छ। तुला राशिको आजको भाग्यबल 65% रहेको छ भने शुभ अङ्क 6 अङ्क, शुभ रङ गुलाबी सिन्दुरे र शुभ दिशा दक्षिणतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि कार्य थालनी गर्नु पूर्व ओम भौमाय नमः भन्ने मन्त्रलाई कम्तीमा 10 पटक जप गरी कार्यको थालनी गर्दा शुभ हुने देखिन्छ आज तुला राशि हुने व्यक्तिहरूका लागि। स्कर्पियो वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूका लागि आजको दिन मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय रहनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। बुद्धिको प्रयोग गरेमा लाभ समेत प्राप्ति होला। पारिवारिक वातावरण सुखमय रहनुका साथै पति पत्नीका बीचमा राम्रो साझेदारी कायम हुनेछ। सन्ततिको सुखका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुनसक्छ। बौद्धिकतामा निखारता आउने तथा विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गरेमा पढाइमा लगाव समेत बढ्न सक्छ। सोचे जस्तै रिजल्ट समेत प्राप्त गर्न सकिने दिन रहनेछ। वृश्चिक राशिको आजको भाग्य बल 25% रहेको छ भने शुभ अङ्क 5 अङ्क, शुभ रङ सेतो र शुभ दिशा पूर्वतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि कार्यको थालनी गर्नु पूर्व ओम धरणी सुताय नमः भन्ने मन्त्रलाई कम्तीमा 10 पटक जप गरी कार्य प्रारम्भ गर्दा शुभ हुने देखिन्छ वृश्चिक राशि हुने जातकहरूका लागि आज। सेजिटेरियस धनु राशि।
धनु राशि हुने व्यक्तिहरूका लागि आजको दिन कुरा काट्नेहरूको सक्रियता बढ्न सक्ने भएकाले चनाखो रहनुहोला। दिमाग भारी हुन सक्छ, तथापि बुढापाका र परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन रहनेछ। पारिवारिक समस्याले खिन्नता बढाउन सक्छ, तर आज लापरवाही गर्ने र भुलिने दिन नभइकन आज गरेको मेहनतले राम्रो प्रतिफल प्राप्त गर्न सकिएला। काम धन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुड फ्रेस गर्नु उचित हुन्छ आजको दिन। त्यस्तै आय स्रोत र पद प्रतिष्ठामा वृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनुपर्ने देखिन्छ। धनुराशिको आजको भाग्यबल 40% रहेको छ भने शुभ अङ्क 4 अङ्क, शुभ रङ सिमरिक रातो र शुभ दिशा उत्तर रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि ओम भ्रामरी देव्यो नमः भन्ने मन्त्रलाई कम्तीमा 11 पटक जप गरी कार्यको थालनी गर्दा शुभ हुने देखिन्छ आजको दिन धनुराशि हुने व्यक्तिहरूका लागि। Capricorn, मकर राशि। मकर राशि हुने व्यक्तिहरूका लागि आजको दिन कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुन सक्छ। त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो होला। साथी सङ्गतिसँग रमाइलो भेटघाट हुनेछ। एक आपसमा गुनासो सुन्ने दिन रहेको छ। देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिएला। आन्तरिक खुबी तथा क्षमताको सहज विकास हुने तथा कार्यशैलीमा गम्भीरता आउने दिन रहनेछ। बुद्धि र कौशलताको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर समेत जुट्नेछ। मकर राशिको आजको भाग्यबल 15% रहेको छ भने शुभ अङ्क 3 अङ्क, शुभ रङ गुलाबी सिन्दुरे र शुभ दिशा पश्चिम रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि ओम धर्मराजाय नमः भन्ने मन्त्रलाई कम्तीमा 10 पटक जप गरी कार्यको थालनी गर्दा शुभ हुने देखिन्छ मकर राशि हुने व्यक्तिहरूका लागि। एक्वारियस, कुम्भ राशि। कुम्भ राशि हुने व्यक्तिहरूका लागि आजको दिन आन्तरिक धन प्राप्ति हुनाले सोख पूरा गर्न सकिएला। अतिरिक्त धनको प्राप्तिको सम्भावना देखिन्छ। नयाँ जिम्मेवारी प्राप्त हुनका साथै प्रतीक्षित नतिजाले उत्साह समेत बढाउनेछ। व्यक्तिगत सुखका लागि कुनै कुरामा खर्च बढ्न सक्छ। आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिनेछ। कार्यक्षेत्रबाट राम्रो प्रतिफल प्राप्ति हुने तथा देश परदेशमा शुभ समाचार सुन्न पाइने दिन रहेको छ। कुनै काम साथी सङ्गति र दाजुभाइको इच्छा अनुसार गर्नुपर्ने हुन्छ। कुम्भ राशिको आजको भाग्यबल 20% रहेको छ भने शुभ अङ्क 2 अङ्क, शुभ रङ सेतो उज्यालो र शुभ दिशा दक्षिणतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि ओम श्रीयै नमः भन्ने मन्त्रलाई कम्तीमा 11 पटक जप गरी कार्यको शुभारम्भ गर्दा शुभफल प्राप्त गर्न सकिने दिन रहन्छ आजको दिन कुम्भ राशि हुने व्यक्तिहरूका लागि। पाइसेस, मीन राशि। मीन राशि हुने व्यक्तिहरूका लागि आजको दिन दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पति पत्नीका बीचमा विचार नमिल्न सक्छ। तथापि समर्पण भाव र माया प्रीति कायमै रहन सक्ला। लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्तिको योग बन्नेछ। आजको सानो प्रयासले भाग्यको समेत साथ पाउनाले रिजल्ट राम्रो आउन सक्छ। मेहनत र लगनशीलता नै तपाईँको आजको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नुहोला। आजको दिन आफ्नो करियरसँग सम्बन्धित विषयवस्तु खास गरी महत्त्वाकांक्षी प्रयासहरूमा थप जोड दिने समय रहनेछ। आजको लागि मीन राशि हुने व्यक्तिहरूको भाग्यबल 50% रहेको छ भने शुभ अङ्क 1 अङ्क, शुभ रङ पहेँलो र शुभ दिशा पूर्वतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि कार्यको थालनी गर्नु पूर्व ओम गुरवे नमः भन्ने मन्त्रलाई कम्तीमा पनि 11 पटक जप गरी कार्यको थालनी गर्दा शुभ फल प्राप्त गर्न सकिने दिन रहन्छ आजको दिन मीन राशि हुने व्यक्तिहरूका लागि।